यी बुढा त हिजै हिँड्नु भएको, आज यति बेलासम्म आउनुहुन्न। ऊ बेलामा हिँडेको मान्छे त अलि बिहानै आइपुग्न पर्ने हो। यति बेलासम्म किन आइपुग्नुहुन्न? बर्खाको बेला छ, अब पानी पनि परिरहेछ बेला बेला, टाढाको बाटो, जताततै नराम्रो नराम्रो खबर सुनिन्छ। कतै केही त भएन, कस्तो तनाव भयो। फोन गरेको पनि मोबाइल फेरि अफ रहेछ, चार्ज सकेर हो कि के हो। कति बेला आउनु होला त नि? अघि नै आइसक्नु पर्ने मान्छे हो, सदा त अघि नै आइपुगिसक्नुहुन्थ्यो। फोन गरौँ भने नि फोन नलागेपछि त मन यति त आत्तेको छैन। फोन लाग्दियो भने ढुक्क त हुन्थ्यो। बुहारी ठुलो छोरो आउने भन्ने कुरा सुने जस्तो लाग्थ्यो। कहिले आउने भनेको? आजै आउने हो र? कहिले आउने हुने र? हिजो बेलुकै नाइटमा हिँड्नु भयो, यति बेलासम्म आउनु भएको छैन खोइ। हिजो हिँडिसक्यो रे? हो त, हिजो हिँडेको। यस्तो बर्खाको बाटो छ, कतिखेर अहिलेसम्म त आइपुग्नु पर्ने त। हिजो हिँडेको मान्छे त किन आइपुगेन त? फेरि कस्तो पिर लाग्छ मलाई त। आइपुग्न पर्ने त हो नि, अब आइपुग्नु भएन। किन सोधी खोदी निजी खुदी चाहियो हो? चुप लागेर बस्नु न तपाईँ। अब हामी चासो गर्ने मान्छेले गरिरहेकै छन्, तपाईँले चासो गरेर चाहिँ आउने होइन। जे भए पनि अब बर्खाको बाटो फेरि पिर लाग्छ नि। बाटोमा केही भयो कि फोन गर न। बिहान बिहानै त्यस्तो नचाहिने शब्दहरू नबोल्नु क्या आमा। फोन लाग्दिया भए त हुन्थ्यो नि, अब फोनै लागेन। फोन त गरिरहेको छु बिहानैदेखि। फोनै लागेको छैन? लागेको छ। कत्रो बेर लगाएको हो खोइ, आउनु होला भनेर आफूमा बिहान 5 बजेदेखि नै बाटो हेर्दै बसेको उठेर, अहिलेसम्म आउनुहुन्न। यति त तनाव भएन। हिजोदेखि हिँडिसके भएदेखि त बाटोमा पनि के खान मिल्ला र? गाडी बिग्रेर ढिलो भएको हो, बोकाएर आउँछ होला। यसो खानेकुराहरू त्यसलाई बनाएर राखिदेऊ न त नि। अनि तपाईँले भनिरहन पर्छ र आमा? मैले बनाइसकेको छु क्या सबै कुरा। तपाईँको छोराले यो बना भनेको जति कुराहरू फोन गरेर भन्नुभएको थियो सबै बनाइसकेको छु। तपाईँले पिर्लिरहनु पर्छ त। मलाई थाहा छँदैछ नि के बनाउन पर्छ भनेर। बनाउन त अघि नै बनायो नि, सेलाइसक्यो। मान्छे नआएर पो यहाँ तनाव भएको हो त। किन ढिलो गर्यो त? खाना के बनाउन पर्छ, आएको मान्छेलाई भोक लाग्छ भन्ने कुरो त मलाई नि थाहा छँदैछ नि। कान्छो पनि त्यतातिर काम गर्दैछ अलिअलि। अब कुखुरा सुखुरालाई दाना पानी यता त्यता, यता बारीतिर खुर्सानीको बिरुवा सिरुवा सार भने गर्दैछ। फेरि बाहिरको काममा जानुपर्ने, त्यसलाई ढिलो हुन्छ। फेरि नखाइकन पनि जान्छ कतिखेर त। पाकिसकेको भयो त त्यसलाई अलिकति दिनु पाएदेखि हुन्थ्यो खानेकुरा। के अचम्मको कुरा गर्नुहुन्छ आमा? फेरि जो मेन पकाएको मान्छे आइपुग्नु भएकै छैन, अनि बाबुलाई चाहिँ के पस्केर दिने हो त नि मैले? मान्छेलाई के धन्दा, कोहीलाई के धन्दा, घर ज्वाइँलाई खानाको धन्दा भने जस्तो। खालि कान्छो छोराको मात्रै चिन्ता छ क्या तपाईँलाई? आज एक दिन काममा नगर, दाइ बल्ल बल्ल आउनु भएको छ, यत्रो 6 महिना वर्ष दिनमा भेटेर जान्छु भनेर एकछिन कुर्न पनि सकिन्छ। होइन भने आज एक दिन काम क्यान्सल गर्न नि सकिन्छ। मान्छेलाई यहाँ कुन टेन्सन छ? अब तपाईँहरूको फेरि खानाको टेन्सन छ। 7 दिन खान नपाएको जस्तो। अब काम नगरिकन त्यसलाई पुग्दैन। अब गरिरहेको काम त्यत्तिकै फेरि छोडिहाल्न पनि, आज नगए भोलिबाट फेरि काम नपाउला। त्यस्तरी क्यान्सलै गर्न नि मिल्दैन। अरू सबैले काम पाउने, अब तपाईँकै छोराले नपाउनु हुने रहेछ त काम पनि जहिले सुकै। बरु भोलि पर्सितिर एक दिन छुट्टी लिएर भने पनि बस्ला नि दाइ आएपछि। अब आज आउने अनि पर्सितिर अब जाने बेलातिर छुट्टी लिएर बसेर हुन्छ त आमा? बरु विदेश पठाइदिनु क्या, आनन्दै हुन्छ। काम रेगुलर पनि पाइन्छ। यहाँ कहिले पाइने कहिले नपाइने तनाव हुन्छ। विदेश गएपछि एकोरै बरु आनन्द नि हुन्छ।
कसरी पठाइदिनु अब मैले अब विदेश कसरी पठाउने भन्ने प्लेनमा हाल्ने उडाउने पठाउने अब हिँडेर जान पुग्न सकिन्न के अरे जहिले सुकै गनगन गरेर मान्छेलाई एउटा तनाव हुन्छ अर्को तनाव थपिदिने फेरि अरू जस्तो बाठो टाठो पनि छैन दाइ जस्तो त्यो अलि सिधा छ त्यो कसरी विदेश जाने त्यही पनि पैसा चाहिन्छ दाइ चाहिँ बाठो थियो कमाछ राम्रै गरेछ यसको त न बिहे हुन्छ न के हुन्छ कान्छा छोराको साह्रै पिर भयो जहिले यसरी बस्नुहुन्छ आमा आमा ए के गरेर बस्नु भएको यत्तिकै बसिरहेको के गर्ने अनि बस्नु जहिले म गाउँदैहरू देखिन्छु के भएर फेरि पनि बुहारीले गाली गर्यो कि के हो होइन के गाली गर्ने नि मलाई त्यस्तो लागेको हो नि के अँधेरो हुनुपर्ने मेरो के छ र त्यस्तो होइन आज दाइ आउँदै हुनुहुन्छ अरे भनेर सुनेको भएर यसो हेर्छु सोध्छु भनेर आएको म त आज आउँदैछ अरे भनेर भनेको थिइन् बुहारीले खै अहिलेसम्म आइपुग्दैन मैले नि सुनेको थिएँ अहिले नै त आइपुग्नुहुन्छ र अलि पछि आउनुहुन्छ होला नि हिजो बेलुकै हिँडेको अरे ए मैले पनि कता कता सुनेर अनि यसो हेरौँ सोधौँ भनेर आएको के खानु भएको छैन जस्तो लाग्छ जहिले म गँधेर देख्छु होइन किन नखाने नि खाइरहेको छु नि अब त्यही छोरो आउँदैछ भनेर नि यतिखेर किन आइपुगेन भन्ने अलिकति हो अरू त के पिर छ र मलाई छोराको ठाउँमा छोरा छ बुहारीको ठाउँमा बुहारी छ कान्छोले पनि गरिरहेछ यतातिर मलाई त्यस्तो केही पिर त छैन तपाईँलाई के पिर छ के पिर छैन भन्ने कुरा त मलाई थाहा छ नि आमा अब तपाईँको जेठो छोराले पनि त नि अब त्यस्तै व्यवहार गर्नुहुन्छ अब दाइको कुरा काटे जस्तो हुने हो बुहारी भएर अब बिस्तारै बोल्नु भित्रै छे त्यस्तो केही पनि छैन क्या अब कान्छा छोरो अब सोझो छ काम गरेर अब कतिखेर घर आउनुहुन्छ अब कान्छा छोरोले चाहिँ अलि माया गरेकै देख्छु मैले अब बुहारी पनि त्यस्तै छोरो गरेका छन् क्या गरेका छन् माया किन डराउनु भएको के आमा नडराउनु के यस्तै गरेर डराएर त तपाईँले हेपेको नि बुहारीले मैले कति माया गरेर राखेको सासूलाई मैले कति माया गरेर राख्छु अझ हाम्रो कस्तो कुरा काटेर हिँड्छन् मेरो सासूले तपाईँ त बुहारी देखेर डराउने छोरो देखेर डराउने कमसेकम आफ्नो बुहारीले आफ्नो बुढीले आमालाई हेला गरे पनि त नि छोरोले त मेरो आमालाई यस्तो भन्नुहुन्न भनेर दाइले नि त्यस्तो भन्नुपर्ने दाइ पनि त्यस्तै छन् त्यस्तो नराम्रो केही पनि गरेको छैन बाबै त धेरै बोल्छेस् पोरिकाले धेरै बोलिदिएर पनि झन् नराम्रो हुन्छ कि भन्ने पिर मलाई त हेला नगर्ने मान्छेले लगेर पाले हुन्छ त नि होइन के भन्नुभएको के दिदी के भनेको तिमीले जे भन्दैछौ त्यही भनेको तिमीले जहिले सुकै यहाँ आएर आमालाई उचाल्न पर्छ यहाँ आयो यहीँ उचाल्ने उता गयो उतै उचाल्ने तिमीहरूले पाल्दैछौ मेरो सासूलाई मैले पालेको छुइनँ होइन मैले उचाल्न आएको होइन कि देखेको कुरा गरेको हो अनि के गर्न आएको त उचाल्न नआएको भएदेखि आगोमा घिउ थप्न आउने मैले किन उचाल्नु तिमीहरूको सासूलाई मैले गएर केही भनिदिएको छु उचालिदिएको छु छैन अब तिमीहरूले पाल्छौ उचाल्ने र पछार्ने मात्रै हो गाउँले भनेको त मैले हो सब कुरा गर्न पर्ने भोलि गुमुत सोर्न पर्ने नि मैले हो कि तिमी आएर सोरिदिन्छौ र त्यस्तो लाग्छ भने लगेर राख के अरे उतै अब मैले मात्रै त्यस्तो भने होइन दिदी अब गाउँले सबैले थाहा छँदैछ थाहा छ यसरी हेला गरेको अर्काको कसको घरमा के हुन्छ भन्दै कामै त्यही गरेर यताको कुरा उता उताको कुरा उता गर्दै हिँड्ने तिमीहरू त आफ्नो घर चाहिँ पहिले हेर न आफ्नो घरमा के बितिरहेछ के भइरहेछ भनेर दुनियाँको चासो गर्दै हिँड्न पर्ने तिमीहरूलाई के आवश्यकता छ र चासो गरेर हिँडेको होइन कि देखेको कुरा गरेको हो अनि के गरेको हो त नि चासो नगरेको भए देख्न त हामीले तिमीहरूको घरमा नि देखिरहेको हुन्छौँ हामीले खै केही भने हुँदैनौँ कहिले कता बाठो न्यादिस बन्नेर हिँड्न पर्ने मेरो सासू भोकै हिँडेर तिमीले सधैँ खाँदैछौ मैले खाँदै छुइनँ
मैले नदिए पनि त नि बाटोमा देख्छु नि त बाटोमा देख्छ कहिले भोक भोकै हिँड्नुहुन्छ कहिले रुँदै कता कता हिँड्नुहुन्छ त्यही देखेर पो त्यस्तो तिमी समाजसेवी हो भनेदेखि त कति दुनियाँ सारा दुनियाँ त्यस्तो त बाटोमा मागेर बसेछन् खाना नपाएर बसेछन् त्यस्तोलाई लगेर तिमी देऊ न यहाँ घरमा बसिरहेको मान्छेलाई उ गरिरहेको मान्छेलाई चाहिँ किन उक्साउन आउँछ हो तिमी उस्काउन आएको होइन है दिदी देखेको कुरा मात्रै भन्न आएको हो त्यही त देख्ने रहेछौ जहिलेसुकै मेरै सासूलाई मात्रै अरू त कोही सारा दुनियाँमा सासू नै छैन होइन सासू त छन् तर तपाईँले जति चाहिँ व्यवहार तिमीले राम्रो गर्ने रहेछौ सबैले अरूको मात्रै देख्छन् आफ्नो आङमा चाहिँ उहाँ भैँसी हिँड्ने देख्दैनन् अर्काको आङको चाहिँ जुम्रा पनि देख्छन् तपाईँसँग झगडा गर्न आएको चुप्पो लाग्यो के चुप्पो लाग्यो बुहारी जहिलेसुकै यहाँ अर्काको घर आएर उचाल्ने काम नगर छैन यसले पनि मैले मैले सबै सुनिरहेको छु भित्रबाट भनेको र नभनेको सुन्नु त भएछ त ठिकै छ नि त अब यसो बाटो पर्दाखेरि अब आमाको मुख अँधेरो देखेर मात्रै यसो एक वचन सोध्न आएको हो गतिलो अनुहार हुन पर्यो नि उज्यालो बनाउन त उज्यालो अनुहार हुन परेन अनुहारै अँधेरो भएपछि कसरी उज्यालो हुन्छ त? यस्तो हो अर्काको अनुहार उज्यालो छ कि अँधेरो छ कि भन्दै खोजी चासो गरेर हिँड्नु चाहिँ किन त कहिले कहिले त पापको भारी पनि बुझ्नुपर्छ क्या दिदी तिमीले बुझेकी छौ पापको भारी म त मान्छे होइन मेरो दिमाग छैन मैले केही सोच्दिनँ नि अब मलाई केही थाहा हुन्न मैले दिमाग छैन भनेको होइन तपाईँहरूसँग म झगडा गर्न आएको होइन अनि के गर्न आकी हौ त नि यसो बाटो पर्दाखेरि यसो पसम भनेर आएको मात्रै हो अर्काको घर बिगार्दिने झगडा चलाउने गयो है आमा अहिले अब के बस न बस लिएर जाऊ मेरो सासूलाई नि लगेर पाल न मैले लान्छु भनेर आएको होइन अनि किन आएको हो त नि घडी घडी अर्काको घर किन आउने हो त नि आउनु पनि नमिल्ने हो र तपाईँको मिल्दैन त ल अहिले गयो राम्रो नियतले आउन पर्यो नि जहिले सुकै नराम्रो भन्न आउने उक्साउन आउने तिमी बुढीलाई चाहिँ मैले खाना दिएको छैन कि भोक भोकै बसी छौ र दुनियाँलाई सुनाउँदै हिँड्नुपर्छ दुनियाँलाई नाना भाती भन्दै हिँड्नुपर्छ केही पनि सुनाएको छैन मैले त जहिले सुकै घर थच्चेर बसेको छ एउटा कान्छो छोरो त्यही मेरो बुढाले कमाइदिएको छ न खप खप खाना पाएका छौ न घर बसेर केही काम गर्ने विदेश पठाइदेऊ भन्दा नि पठाउन नसक्ने हुन त विदेश गए नि के गर्नु कमाउन सक्ने होइन काम गर्न सक्ने होइन फर्केर नै आउने हो यिनीहरूको बेहोरा देख्दाखेरि त म त भोक भोकै राखिदिउँ जस्तो लाग्छ खानाको मात्रै भारी जन्मिने रहेछन् कोही त ए आमा भनेको सासू भनेको आमा सरी हो भन्छन् भनेर के गर्ने हो र बेहोरा एउटा नभएपछि एउटाले कमाएर सारा संसार रमाउन परेको छ सारा संसार पाल्नु परेको छ कमाए त हुने हो नि काम गरे त हुने हो नि त्यत्रो 5वटा बाघले खाइ नसक्ने ज्यान छ कोनी कहिले कमाउने रहेछ अब त गइसक्यो दिनै दिन गइसक्यो मर्ने बेला भइसक्यो अब बुढेसकालमा 70 वर्ष कटेपछि चाहिँ कमाउन जाने रहेछ कि अब यही मात्रै अब काम गरेर भएन अब बाहिर पनि काम गरेर जानु पर्यो भाउजूले खाना पकायो खै कहिले आउने रहेछ पनि बुद्धि पनि जानु पर्यो अब त यो उमेर भइसक्यो भाउजू अब यही मात्र काम गर्नु भएन के अरे बाहिर पनि काममा जानु पर्यो खाना पाक्यो भने एक गाँस च्यापेर बरु काममा जाऊँ के भनेको पकाएर थुपारेर राखेको छ खानु होला अब होइन पहिलाई के धन्दा घर ज्वाइँलाई खानाको धन्दा भने जस्तो मान्छेलाई कति तनाव छ तपाईँलाई फेरि खानै जन्मेको हो कि के हो पनि जहिले तैले तपाईँले त झ्याम झ्याम दाइले कमाइदिएको छ तपाईँ खप खप खाएर बस्नु न त्यही खानै जन्मियो होला यसो अलिअलि त आफूले नि कमाउनु ल्याउनु कहिले केही छैन जहिले सुकै खाना भनेछ उठो जुर्क उठो खप्प खाना मात्रै हो तर हामीले पनि त खाएको छैन भने हामी चाहिँ गम खाएर टन्न भएर बसेको हो र होइन भाउजू भन्न खोजेको के दाइले कति तपाईँहरू चाहिँ कति हामीले चाहिँ कमाएर खुवाउनु भएको छ त अनि कसको आडमा बाँच्नु भएको त नि अहिलेसम्म कि तपाईँले ल्याएर चाहिँ यहाँ घर धान्नु भएको र यतिको उमेरमा त अब विदेश गए हुन्छ है कहिले चाहिँ जाने हो र विदेश यतिको जिन्दगी कमाउने हो र यतिको जिन्दगी भयो भाउजू अहिलेसम्म 1 रुपियाँ देखे पनि छैन त्यो पनि बुढी भएको आमा नाना भएको सबै यहाँ ल्याएर भएभरको पैसा यहाँ फिजाइदिन पर्थ्यो होला नि त मैले देखाउन होइन कमसेकम देख्नलाई त आफूले कमाउन पर्छ पैसा देख्नलाई कस्तो हुन्छ भनेर कमसेकम मेरो माया नलाई आमाको माया लाग्नु पर्यो नि त सबैको माया गरेर अब मैले जिन्दगी बिताउने होला नि त अब कोही केही नभएर चाहिँ तिमीहरूकै माया गरेर बस्न पर्ने होला माया गर्नलाई त बुझ्न पर्यो नि त सक्दैखेरि गर्न पर्यो जसले तैले मेरो आमालाई कराउनु भएको छ नकमाएर के चाट्न पर्ने माया त हुनु छ नि भाउजू दिगदार नलाओ है मलाई मान्छेलाई उता के को तनाव छ
होइन आमा भाउजूले के गर्नु खोजेको यो मैले केही पनि बुझ्नु सकिनँ त चुप लाग्नु बाबु चुप लाग धेरै नबोल उसै त रिसाइराखी छे कि तपाईँले के भन्नुभयो के भाउजूलाई केही पनि भनेको छैन पल्लो घरकी बुहारी आएको थिए अलिअलि कुरा गर्दै थिए उसलाई फेरि आज दाई आउँदैछ अरे अब दाइ आए के काम नआए के काम मलाई अब यतिको वर्ष अब 1 रुपियाँ फुटेको कौडी देखेको छैन अब मैले न त यताउति गरेर अब दुःख सुखको व्यवहार चलाइरहेछ आए पनि ठिकै छ त अब दाजुभाइ भेट हुन्छ सरसल्लाह हुन्छ नि त आउँदैछ अरे हिजै बेलुका हिँडेको रे सबै कुरा पकाइसकेँ भनेर भनेकी थिए अब तँलाई काम गर्न जानुपर्छ अलिकति खाना देऊ भनेको त्यत्रो समय अब बाहिर हुँदाखेरि एक कल फोन पनि गर्दैनौ कमसेकम मेरो माया नलाग्नु आमाको माया लाग्नुपर्छ नि दाइले पनि कस्तो निष्ठुरी रहेछ यसो निष्ठुरी बन्नुहुन्न कि आमा हेर त कहिले आउने कहिले जाने केही थाहा हुँदैन हामीलाई त तँलाई पनि थाहा हुँदैन मलाई पनि थाहा हुँदैन अब के गर्ने त अब यस जे भए पनि अब के गर्ने चुप लाएर बस्नु परिहाल्यो तँ सोझो छस् केही गर्न सक्दैनस् मलाई त उसले फोन गरे पनि नगरे पनि केही थिएन अब अरूले देख्न छोरा छ बुहारी छ मलाई तेरो मात्रै पिर भयो बाबु यस्तै चालले आमा अब पहिले अब एक भाग के खानु पाएको ठाउँमा अहिले एक भाग पनि खानु पाउनु धेरै मुस्किल पर्ने भयो अब हामीलाई आमा छोरा जिउँदै खाल्टा खनेर जिउँदै हाल्नु बेर छैन हाम्रो बाबुजुले लक्ष्मीलाई खाना बनाउनु त भने खाना पनि सेलाउने भयो आफूलाई बाटोमा पनि अब गाडी त जाम अलिअलि होइन बर्खाको टाइम आँखा चाहिँ यतै बाटोतिर होला कतिखेर आउँछन् भनेर अरू भन्दा नि त्यो भाइको चाहिँ मलाई यति टेन्सन यति पिर छुटेर बस्ने नमान्ने विदेश जा भन्दा नमान्ने आमाकै काख कहिले नछोड्ने भयो त्यसले कोही पनि छैन क्या घरमा पनि दाइ ओहो यो पनि यत्रो भइसकेको छ सानो लिएर छोडिदिएर गएको थिएँ दाइ आउनु भयो ल भयो 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 पर्दैन अनि के गर्दैछ छोड पर्दैन म यो म बोक्छु कि म बोक्छु भाउजूको सामानहरू के छोड मैले बोक्नु हुन्न ल अनि के गरेर बसेछ लन्ठेर त्यति बसिरहेछस् यस्तै घर अब घरको काम ल बाबु ल ढोक गरेँ भाग्यमानी भयो बाबु ढिलो गरिस् त म त सुनेको अब अलिक चाँडै आउनुहुन्छ कि भनेर यहाँ बाटो कुरिराखेको ढिलो पो आउनु पर्यो दाइ त्यो पनि मम्मीले भनेर पो सुनेको मैले खोइ त लक्ष्मी देख्थिनँ नि कता गएछ ए आइपुग्नु भयो आयो नि कति ढिलो गर्नुभएको हो त नि अनि के छ खबर ठिक छौ नि म त रिस उठिरहेको छ तपाईँ देखेर फोन पनि अफ गर्ने अनि यति बेलासम्म नि अनि आइपुग्नुहुन्न स्विच अफ भयो मोबाइल पनि पहिरो गएर त्यत्तिकै बाटो जाम गाडीको लाइन थोरै होइन अनि कसरी जाने तपाईँ पो अब आउँदै हुनुहुन्थ्यो र तनाव हुँदैन हामी यहाँ कुर्नेलाई त तनाव हुन्छ नि त बाटोमा पहिरो गयो बाबु बाटोमा पहिरो गयो नि पहिरो गयो गइसक्यो होला ल दाइलाई चिया पानी बनाएर कति बेला आउनु होला बस बस न बस बनाइसकेको छ क्या बाबु तपाईँले बनाउनै पर्दैन बस नि के बसिरहने भित्रै गएर बसौँ ल त ल कति बेला आउनु होला भनेर कुर्दा कुर्दा बिहानदेखि बनाएको खाना सेलाइसक्यो ब्याग चाहिँ म बोक्छु छोड्दै छोड्दै पर्दैन मैले लान्छु यहाँ भाउजूको सामानहरू छ कि छोड्दै बाटोले गर्दा नि बाटो पहिरो गरेर हालिले होइन चार्ज गरेर ल्याउनु पर्छ नि त्यसैले त ढिलो भयो बल्ल बल्ल दाइ आउनु भएको बोल्नु खोज्नु भएन के भएको हो नन भइदिएको भएदेखि सबै कुरा थाहा हुन्थ्यो मलाई पनि शान्त हुन्थ्यो म बिहानदेखि यति तनावमा थिएँ किन तनाव लिनु पर्यो र आइहाल्छु नि अनि लिनै पर्यो नि बाटो जताततै अप्ठ्यारो छ
जताततै जाम पहिरो अनेक छ। अब बर्खाको टाइम छ त हो अब बर्खा त के हुने हो र, वैशाखमा नि बर्खाको जस्तै समय छ, पानी परे गर्छ। परै अब त्यस्तै हो। अब जे जस्तो भए पनि सही सलामत आइपुगिहाले तिम्रो श्रीमान आइ त पुग्नु भयो नि, नआइपुगुन्जेल त तनाव हुन्छ नि त। तपाईँ पो अब आउँदैछु भन्ने हुन्छ, जाँदैछु भन्ने हुन्छ, अब त्यति गाह्रो हुँदैन। हामी कुद्नेलाई त गाह्रो हुन्छ नि यहाँ त। तिमीलाई अब कुर्ता सुरुवाल ल्याइदिएको छु, तिमीले अरूले लाएको जस्तो लाउन मन लाग्यो भनेर मात्रै त्यतिखेर त अब पैसा रुपियाँ पनि थिएन। अहिले कुर्ता सुरुवाल साडीहरू ल्याइदिएको छु। ल्याइदिनु भयो? अरू कसैलाई पनि ल्याइदिन त, भाइलाई आमालाई ल्याइदिनु मैले। आमालाई त के ल्याउन पर्यो त, आमाको जति पनि लुगा खान पोरपरारदेखिको अब कहाँ जाँदा लाउने हो र, के गर्न लाउनु पर्यो र बुढाबुढीले। बुढियाले कहिले चाहिँ लाउने भनेर त्यही भनेको। काहीँ जानु छैन, काहीँ कोहीसँग बोल्ने एउटा ढङ्ग छैन। त्यो गुहादै त्यो छोरो बनाउँदो कान्छो छोरो बनाउँदो आमाको त्यस्तै छ। यसो अलिकति उमेर छ, विदेश पठाइदिनु भन्दा पनि नमान्ने क्या। हुन त विदेश गए पनि काम गर्न सक्दैनन्, फिर्दै आउने हो। विदेश पठाइदिए पनि त पैसा रुपियाँ फेरि हामीले पनि दिनुपर्ने होला। त्यही भनेको। आमैको गरगहना होला नि त उहिलेदेखिको। हामीलाई देखाउन न होला नि त, अब कान्छो छोरालाई खप्प खुवाउन होला नि त बुढा। बेचेर यसो दिन गरेर बेचेर त्यही गरेर पठाइदिनु भयो। कान्छो छोरा मात्रै भनिरहन्छ नि, तपाईँको त चिन्तै छैन तपाईँको र मेरो त, तपाईँको आमालाई त। अब यो सब कुराहरू छोडिदेऊ। त्यसलाई अब आमालाई त्यसलाई पनि कसैले नभन्नु पनि। अब मैले पनि अब 1.5 लाख रुपियाँ अब सिमेन्ट कम्पनीमा म्यानेजर गर्छु, उतातिर अब काम गरिरहेको छ। अब मैले त जग्गा पनि उतै पो किनेको छु। किनिसक्नु भयो? 4 जग्गा किनेर अनि तपाईँ त के हो त नि, बुढीलाई नि नभन्ने, अब अरूलाई नभन्ने नि। बुढीलाई त भन्छन् है, सुनाउँछन् सबै, अरूका बुढाहरूले चाहिँ सब कुरा सुनाउँछन्, हाम्रो चाहिँ फेरि आफू खुसी गर्ने। अब तिमीलाई पनि त्यही टेन्सन थियो, अब यिनीहरूबाट अलग बस्न पाए हुन्थ्यो भन्ने अब धेरै सोची चाहिँ अगाडि दुःख गरेर बसिरहेको थियो। र अब यिनीहरूलाई स्याहारेर अब तिमीलाई सरप्राइज पनि त भयो नि त एउटा कुरो। सरप्राइज त भयो, तर पनि सहमति सल्लाहमा किनेको राम्रो हो नि त। त्यत्रो 1.5 करोडको कुरा चाहिँ एक्लै निर्णय गर्नुहुन्छ। अब अलिअलि पैसा पनि छ। तिमीलाई एकदम मनपर्ने जग्गा छ, बजारकै साइडमा छ, एकदम राम्रो जग्गा छ। अनि अब मलाई पनि अब यहाँबाट आउन जान धाउन पनि गाह्रो हुन्छ, बर्खा टाइममा पनि यस्तो हो नि, यति गाह्रो हुन्छ। उतैतिर बस्यो भनेदेखि त अब नजिकै पनि बना अफिस जानलाई पनि। अनि अर्को कुरो के भनेदेखि अब भाइहरूलाई पनि आमाहरूलाई पनि नभन्नुला। अब केही महिनामा अब तिमी हामी सरकै गएर उता घर बनाउनुपर्छ, 1.5 करोडको घर यसो 2-3 तलाको बनाउनुपर्छ, अनि बस्नुपर्छ। अब टेन्सन नल्याऊ, यत्रो वर्ष अब दुःख गऱ्यौ। अब पहिले आउँदाखेरि केही थिएन, यतिको घर पनि थिएन। अहिले दुःख गरेर यसो गरेर उसो गरेर 2 पैसा जोगाएर यतिको घर भएको छ। त्यही त। अनि जति गरे पनि यहाँ त अब गरेको नि देख्दैनन्। अब एक कुरो हामीले मात्रै एक्लैले त गरेर कहाँ साध्य हुन्छ त नि। भाइले 2 रुपियाँ काहीँबाट केही नकमाउने, अनि कमायो, उनीहरूलाई खुवायो, यहाँ बनायो पनि। अब भोलि छुटिँदाखेरि बराबरी अंश लाग्छ। त्यही भएर त मैले अनि अब हामीले मात्रै नदिएर हुँदैन, गाउँलेले पनि अब यस्तो साह्रो हेला गरेको भनेर भन्लान् भनेर मैले पनि लुकाइ छपाइ उतैतिर राखेको नि त पैसा। मैले देखाएको पनि पोरै गर्नुभएको छ तपाईँले। अस्ति नै आउँदाखेरि पनि 6 महिना अगाडि आउँदाखेरि नि आमैले मलाई कतिखेर यो बुहारीको अलि पर हुन्छ र यो छोरालाई सोधौँ भनेर कुरो छेउछेउ आएर कुरा खोजिरहेको थिइन्। अनि मैले त भनिदिएँ, अनि त्यही 12-15 हजार पैसा हुन्छ, यताउता तपाईँहरूलाई खुवाउनु नि पऱ्यो, अब यसो गर्नु, तपाईँलाई दबाई पानी पनि किनिदिनु पऱ्यो, घरमा पनि अब रासन पनि भर्नु पऱ्यो भनेर भनिदिएको थिएँ। ठिक भन्नुभएको छ। ल ठिकै छ। ल अब कपडा सपडा फेर्नु, मुखसुख धोएर फ्रेस भएर आउनु, म खाना तयार गर्छु। ल मलाई त निन्द्रा पनि छ हौ। निन्द्रा त छ, पहिले खाना खाऊँ न। यहाँ कुरा गर्न पाएन फेरि तपाईँ निन्द्रा भन्नुहुन्छ। घर आएपछि त के को निन्द्रा सिन्द्रा भएको छ होला है। ल छिटो उ गरेर आउनु है, खाना सेलाइसक्यो, म खाना रेडी गरेर चेन्ज गर्छु। खानाहरू तताउ नि त, अब तिमीलाई मैले चाँडै भने खाना बनाऊ आइपुगिहाल्छु भने जस्तो लाग्यो मलाई पनि। खाना देऊ, त्यसलाई भोक लाग्यो होला। रातभरि बिचरा केही खाएन, बाटोमा पनि जाम पर्यो भन्छ। खाना दिन त आएको हो नि आमा, तपाईँ बाठो हुनुपर्छ, तपाईँले सिकाइरहनै पर्दैन नि, त्यही दिनलाई नै आएको हो। यो कान्छोलाई पनि अलिकति देऊ, दाजुभाइ सँगै बसेर खान्छन्। अनि यत्रो लामो यात्रा गरेर आउने मान्छे, उहाँ हिजोदेखिको गाडी चढेको मान्छेलाई खाना हतार छैन, घर बस्नेलाई फेरि खानाको हतार छ। कोहीलाई के धन्दा, घर ज्वाइँलाई खानाको धन्दा भने जस्तो कुरा नगर्नु क्या आमा। पहिले त अहिले त खाना पर्यो त, उहाँलाई खाना हतार छैन, अब यहाँ बसिरहनेलाई खाना हतार भयो टाढा, त्यही भएर कमाउन जान पर्यो क्या। अनि थाहा हुन्छ नि कस्तो हुन्छ भनेर। सधैँ घर बस्ने बुङ्गुरले जसरी हँसुरिरहनेलाई के थाहा। होइन आमा, मलाई खाना चाहिँदैन, अगाइसकेँ, बरु काममा जानु ढिलो भयो, म जान्छ है आमा। हुँदैन छोरा, भोकै के जान्छस्।
पैसा पनि छैन, भोकै जान हुँदैन। अहिले के गर्नु खानु त अहिले मन पकाएको छ, खालास् अब नि त। होस् अब होइन छोरा नजा, के पछि आएर म नजा। खान्छु। नजा भनेको भोक लाग्छ, मसित नि पैसा छैन, फेरि के खान्छस्? पर्दैन आमा, मलाई खाना पानी भने केही चाहिँदैन, चियासुट्टा केही चाहिँदैन। म काम गरेर आउँछु, अब बल्ल खान्छु म। त्यहाँबाट बच्यो भने बचेन भने मलाई केही चाहिँदैन। त्यसो नभन्न छोरा, भोकै गयो। अब दिनभरि कसरी काम गर्छ त्यसले? पाकिरहेको भात 2 ग्यासदेखि भए पनि त हुन्थ्यो। आफूलाई रोगले च्याप्दै गएको छ। ठुलोलाई भनौँ भनेदेखि उसले के गरेको छ केही थाहा छैन, केही भन्दैन। कति ऋण छ, कति धन छ, के छ, कहिल्यै खुलेर बोल्दैन। बुहारीलाई भनौँ भनेदेखि लुकाएर राखेकी छेस पैसा, पहिल्यैदेखिको तेरो गहना पैसा सबै छ तँसित भनेर भन्छ उल्टै। बाबु के भन्नु पर्यो फेरि? के गरेको छस्? अब कति दिन बस्छस्? बल्ल बल्ल आएको छस्। अब सबैजनाले वरिपरि ठुल्ठुला घर बनाइसके, तैँले खै जागिर खा, यत्रो वर्ष भइसक्यो, केही गर्न सकेको पनि छैनस्। हुन त यत्रो धेरैजनालाई पाल्नु पनि परेछ। अहिलेसम्म न घर जो बनाउन सक्नु, न जग्गा किन्न सक्नु। अब के गर्नु त? अब कान्छो छोरालाई अब यसो तपाईँको गरगहना पनि होला, नाखा मुन्द्रो यसो बेजज पारेर विदेश पठाउन भन्दा पनि अब पोल्ट्रीमा राखिरहन मन लाग्छ। अब मेरो अब 15-16 हजारले अब कता के टाल्ने? घरमा खानामा पुर्याउनु कि अलिअलि यसो जोगाएर राख्नु कि तीमाथि तपाईँलाई त्यत्रो रोग निक्लेको छ, बिमार भएको छ, झन् दिन प्रतिदिन बढ्दै जाँदैछ भन्नुहुन्छ। अरूले त बनाउँछन्, महल बनाउँछन् नि त, उनीहरूले बनाएको देखेर अब अरू हात्तीमा चढेर हामी घोडामा कुकुरमा चढेर हिँड्न मिलेन। कुरा गर्नुहुन्छ नि तातो अनुसार रिस उठ्ने। कतितिर टाल्नु, मैले कतितिर पुऱ्याउनु? के गर्नु त भाइ, त्यस्तै लाटो सोझो छ। त्यसले विदेश गएर नि के गर्नु? फेरि विदेश जान नि त पैसा चाहियो नि। मसित अब धेरै पोल्टामा राखेछौ भन्छ। तिमीहरूले खै के देखेर भनेका हौ? के राख्ने हो र? मैले राखे पनि कसलाई दिन राख्ने हो र? बाउ जिम्दा हुँदाखेरिको देखेको त गरगहना त थियो त, खोइ केमै बेचेर यसो उसो गरेर केही व्यवहारमा टारेको त देखिएन। त्यो त त्यत्तिकै बिलाएको छैन होला, छ होला त, मैले पनि खोजेको छुइनँ। जति अबर घरमा परे पनि यसो उसो गरेर यहाँ घरमा बुहारीले नै टारिराखेकी होली। के हुने हो र? पहिला तेरा बा बिरामी हुँदाखेरि खर्च भयो कति। अहिले त्यो कानमा लाउने डोम्री चाहिँ छ, अरू केही छैन। त्यतिले बेचेर के आउने हो र? न त्यसलाई विदेश जान पुग्छ, के गर्न पुग्छ र? गएर नि त्यसले गर्न सक्दैन केही। मलाई त दिनदिनै रोगले च्यापिरहेछ। अलि ठुलै अस्पताल जान पाए, जचाउन पाए हुन्थ्यो जस्तो लाग्छ। त्यो त अब तपाईँको कसलाई भन्ने? त्यो त अब किन गर्न सक्दैन? अब तपाईँले सधैँभरि तपाईँको नजर बालकै देख्नुहुन्छ त्यसलाई। विदेश खै गएका छन् त, 18-19 वर्षका केटाहरू पनि गएका छन्, उमेर बढाएर पासपोर्ट निकालेर गएका छन्। तपाईँ चाहिँ अब लाटो सिधा छ, केही सक्दैन जान्दैन भन्नु त जहिले तहिले त पठाइदिँदै पनि गर्छन् त। नेप्टो चेप्टो सबै भोगेर गरेको त राम्रो त, अलिक बाटो पनि हुन्थ्यो। मैले त कतिचोटि भनिरहेको छु, पहिले पनि भनेकै हो भाउजूले, म पैसा पनि यसो अलिअलि खोजिदिन्छु बाहिर, अब मेरो घरमा त छैन थन्काएर राखेको, म बाहिर खोजिदिन्छु भनेर भन्दाखेरि अब जाँदै नजाने। अब के गर्ने हो, कसो गर्ने हो? मलाई यो ग्याङ गरेर नबस्नु, जानु कता जाने बाहिरतिर। म एकछिन हिजो पनि अब रातभरिको मलाई निन्द्रा चाहिँ ढल्किन्छु म यहाँ। अब के भन्नु, दिनदिन आफू केही गर्न नसक्ने भइसकेँ। त पनि सधैँ अब
जागिरमा व्यस्त हुन्छस् अनि त्यही नभए पनि मलाई पनि रेखदेख गर्ने कोही हुँदैन। अब त झन् पठाउने मात्रै भन्छस्। यसो यसो गर उसो गर। त्यो भाइको नजिक बसेर केही कहिले सिकाइदिए पनि अलि बाठो हुन्थ्यो कि। यसो कहिले काहीँ बिदा भए बेला भन्यो खै वरिपरि बस्दिनै खोज्दैनस् त पनि भाइको। त्यसले कसरी जान्नु अनि कसरी गर्न सक्नु कसरी बाठो हुनु त्यो। अरूको देखेर पनि जानिन्छ नि त। अब छेउमा घुमेर सुमसुमेर मात्रै जान्ने हो र? अरूले अब गरेका थिएन उमेरका मान्छे कहाँबाट कहाँ पुगिसके कसैको गरिसके। होइन यत्रो समयपछि आएको छोरालाई यसो रेस्ट गर्न नदिएर कति आएर न्याङ गरेको क्या। एकछिन बसेको देख्न हुँदैन? त्यस्तो न्याङ त के गर्ने हो र। अब त्यही जहिले सुकै बिलाउन सुनाउन पर्ने, जहिले सुकै त्यो कान्छो छोराको सुनाउन पर्ने। के गर्नु त अब विदेश पठाइदिए हुन्छ भन्छौ तिमीले पनि। यसले पनि त्यसै भन्छ। पठाइदिया हो नि त पठाइदिया हो। हामीले के गरेर पठाउने हो त नि? पठाउने आफैले कति खर्च लाग्छ के लाग्छ खोजेर भयो नि पठाइदिया हो नि त नि। हामीले कहाँ खोज्न जाने हो र आमा? हामीलाई कसले बताउँछन् र? यिनीहरू त अल्लरे केटाकेटी भोलि तिर्छन् कि तिर्दैनन् भन्छन्, विश्वासै गर्दैनन्। अब तपाईँ भनेको बुढो पाएको मान्छे अलिकति विश्वास गर्छन् सबैले। तपाईँले खोजेर पठाउनु। यहाँ खोज्दा पाइएन भने माइती गएर खोज्दै खोजे पनि भयो। माइतीमा पनि को छ र? बाबुआमा छैनन्। अब म हिँड्न त सक्दिनँ, कहीँ जान सक्दिनँ। हिँड्दै जा विदेश भन्नु न त। अब त्यस्तो कुरा नगरा हो। अब यही घरबारी छ, यही घर धितो राखेर यसो कतै राखेर पैसा निकालेर गर्नुहुन्छ। यो घर धितो राखेर चाहिँ उनी एक्लैको हो यो घर? हामीले दुःख गरेर यत्रो आर्जेको घरलाई अब धितो राखेर पठाउने भन्नुहुन्छ? धितो राखेर चाहिँ क्या गर रोडतिर गएर बस्ने? यो यसो टाउको लुकाउने ठाउँ छ? बस्न त पाए। ऋण छ त्यतिकै, मेरो थाप्लोमा त्यतिकै ऋण छ, त्यो ऋण तिर्नु पर्दैन? अब के को धितो राखेर त्यसलाई अंश दिएर त नगर्नु है आमा। यो जग्गा त धितो राख्ने हैन। अंश दिएर धितो राखेर अब हामी चाहिँ के उता भरि तिर्छ कि तिर्दैन त्यसले पैसा? अब के भयो त? एक लौटी खप्प पार्नलाई खोजे हो कि? मैले दुःख गरेर यो घर बनाउँदाखेरि माइतबाट नि ल्याएको छु पैसा। अब तपाईँको जेठो छोराले नि त्यत्रो दुःख गरेर गरे हो, तपाईँको छोराले 1 रुपियाँ नि हाले होइन। कहाँ त्यस्तो धितो राखेर पठाउने कुरा हुन्छ र? बाको क्रिया काज गर्दा पनि सबै पैसा हामीले हाले हो, तपाईँको कान्छो छोराले 1 रुपियाँ हाले होइन बेकारमा। अनि जग्गा चाहिँ तपाईँको छोरालाई मात्रै दिने विचार हो तपाईँको? कति चलाही पनि सोच्नुहुन्छ हो आमा? त्यस्तो उसलाई मात्रै भनेको होइन। भाइ मारेको र गाई मारेको त राम्रो हुन्न भन्छन्। एउटै कोखबाट जन्मेको छोरालाई कोहीलाई के व्यवहार कोहीलाई के व्यवहार नगर्नु। कि त जेठो छोरो छोडो होइन भन्नु? होइन के भयो त? उसको पनि त भाग लागिहाल्छ। बाकै पालामा बाले नै बनाएका हुन् यो घर। उसको अंश लगाइदियो नि त। त्यो बेचेर खाए नि खान्छ, गए नि जान्छ, जे गरे पनि गर्छ। उसको त गाँडो भिरेर बस्छौ त तिमीहरू क्या। कति चलाक दिमाग हो तपाईँको आमाको। उसको त अब भाग लाग्दैन। अब पहिलेकै बाउ बिमारी हुँदाखेरिकै ऋण त्यतिकै छ, अझै बिमारीबाट यता उता कुदाउँदाखेरिको त्यतिकै, तीमाथि अब क्रियाकाज गरेको त्यतिकै। अब यो न बेच्दाखेरि न त्यो ऋण तिर्ने आउँछ, न ऊ केले विदेश जाने। कति भाग लाउने यो नाथे? यति निधारको टिको यत्रो लाए जस्तो छ, यति चोक्टो। यही देख्नुभयो तपाईँले चाहिँ घाँडो? होइन उसको अंश लगाइदिएपछि तिमीहरूलाई पनि त पाल्नलाई गाह्रो भइरहेको छ। तिमी जेसुकै गरोस् भनेर हो क्या। अनि त्यो पहिले बा बिरामी हुँदाखेरि उपचार गरेको अनि त्यो काज कामको पैसा चाहिँ कसले तिर्छ? हामी एक लौटी मात्रै डुब्नु आमा? अलिकति तपाईँले सोच्न पर्दैन? हामी मात्रै डुबोस् खाल्टोमा पसोस् नउक्सिउन्, यिनीहरू चाहिँ त्यो कान्छो छोरोको मात्रै सबै भरिपूर्ण होस् सम्झिनुहुन्छ कि? मलाई लाग्छ कुरा सुन्दा पनि आमाको चलाक दिमाग लाग्ने। कति चलाक सोच्न त फेरि हरेक कुरा सोच्न त दिमाग त रहेछ। काम गर्न मात्रै ज्यानले सक्दैन भन्नुहुन्छ आमाले। आफ्नै बिमार छ, आफ्नै व्यथा छ। अब मैले यो उमेरमा काम गरेर कुरा सोच्नलाई चाहिँ बिमार नहुने रहेछ। मैले यो उमेरमा काम गरेर अब
त्यो छोरालाई विदेश पठाउने त्यस्तो गर्ने अब मैले गर्न सक्छु त भनेको बेरसम्म त्यो छोरालाई यत्रो वर्षसम्म काम यहीँ पनि लाएको भएदेखि विदेश जाने पैसा त कमाउँथ्यो त यहीँ त गरिरहेको त छ नि खै खाएर नखाइ पनि हिँडिरहेछ गरिरहेछ क्या अरे काम गर्न गए भन्दै कतातिर गएर बसेर आउने हो कि के हो एकछिन ढल्क्यौँ भनेको देख्नुभयो तपाईँको आमाले कति चलाखी दिमाग लाउँछिन् काम गर्न नसके नि दिमाग त खुब चल्छ चलोस् न छोडिदेऊ उयो दिमाग चले पनि जे चले पनि अब केही फरक पर्दैन अब मैले पनि उता अब 1.5 करोडको जग्गा पनि किनेको छ 70-80 लाख रुपियाँ पनि अब ब्याङ्कमा पनि राखेको छ अब त्यसले घर बनाउने भनेर सोचिरहेको छु अब त्यसलाई अब त्यही पैसा निकालेर विदेश पठाउनु त के होइन भनेदेखि कि यही जति हुन्छ उसको भाग अंश गरिदिने त अब दिनु सबै मैले त्यत्रो यहाँ आएर चाहिँ भित्रेर यहाँ कति दुःख गरेर यो घर आर्जेको छु तिनीहरूलाई किन दिने हो र दियो भने त ऊ आमालाई पालेर बस्दा उसैले यसो बनेको त गरेर ल्याएर खुवाउँथ्यो हामीलाई अब खुवाउँछ तपाईँको आमा भोलि धुरु धुरु रुँदै त्यसले त केही 1 रुपियाँ कमाउन सकेन जेठा तैँसास कमाउने तैँले गर भन्दै आउँछिन् अस्ति छिन् थाहा नभएको हो र यो यिनीहरू काउछै हट्ने थियो क्या त्यति गरिदिन पाएदेखि चाहिँ यिनीहरूको लागि यही गाँडो छ यही देखेको छ अनि जहिले त देखेर त्यो यो जग्गा उ गर्दैदेखि खप्लक्क खाम्ला अनि हाम्रो त सिद्धिहाल्यो अब केही पनि छैन अब तिमीहरूले नै खुवाओ भनेर फेरि सर्लक्क तिम्रोमा आउनलाई हुन त बेर छैन थाहा नभएको कुरा हो र हुन त ठिकै भने नि लक्ष्मीले यी थिएनन् भनेदेखि अहिले मैले त अलिअलि पनि पैसा मैले बचत गर्न पनि सक्दैन थिएँ होला यिनले गर्दाखेरि त्यतिकै बचत भएको छ भोलि दुःख मात्रै पाइन्छ बेकारमा गाँडो यिनले ठिकै भनेन् के भएको दिनदिनै बढी हुँदै गएको छ मनको टेन्सनले हो कि मनमा पिर परेर यस्तो भयो कि यही कान्छा छोराको पिरले पनि झन् व्यथा थपिरहेछ आफूलाई आफू मात्रै भएको भएदेखि त मलाई पिरै लाग्दैन थियो जे हुन्थ्यो यो कान्छो छोरो नि अलिक कमाउन सक्ने यसो यसको बिहा भएदेखि पनि यति धेरै त हुँदैन थियो पिर आमा बाबु आइस झन् साह्रो हुनुभयो क्या मलाई त साह्रै गाह्रो भयो बाबु हिजोभन्दा आज बढी भएको छ दिनदिनै बढ्दै पो गएको छ अलि हल्का हुन्छ कि भनेको झन् बढ्दै गयो यो मुटु दुख्ने व्यथा कहिले सञ्चार नहुने भयो बरु दाजु भाउजूलाई भनौँ न आमा हस्पिटल उपचार गराउनु त पर्यो नि त के भन्ने बाबु देखिरहेकै छन् पहिलाकै सुन पैसा छप्पको पारेर राखेकी छस् भन्छन् जतिखेर पनि दाइ भाउजू के भन्नुभएको होला तर जे भने पनि अब मेरो लागि देउटै मान्छु त्यस्तो कुरा मलाई के थाहा पनि छैन दाजुभाउजूले उपचार गर्दैन भने ए जग्गाबाट फाँटो लगाऊँ बरु म पनि कान्छो छोरा हो 2 भाग ठ्याक्क पारिदिनु 1 भाग मेरो अंश बेचेर पनि हस्पिटलमा उपचार गरिदिन्छु तपाईँको अब उनीहरूले विदेश जाने विदेश पठा भनेर मैले त्यही कुरा गरेको थिएँ यो अंश त तेरो भाग त लाग्दैन अरे नि बाबु कसरी किन लाग्दैन आमा म के हजुरको छोरा होइन र अब पहिला बाउ बिरामी हुँदाखेरि उपचार गरेको खर्च बाउको क्रिया गरेको खर्च भए जति सबै हामी खर्च गर्ने अहिले अंश चाहिँ कान्छो छोरालाई दिन पाइन्छ र भाग लाउनै मिल्दैन
यो बेच्यो भनेदेखि सबै बेच्दा पनि ऋण तिर्न पुग्दैन अनि सबै घर व्यवहार चलाउनु पर्ने मैले ऋण तिर्न पर्ने मैले कसरी अंश भाग लाग्छ लाउन मिल्दैन अंश त भाग लाउनु भनेर भने अंश भाग त जसरी पनि त मिल्छ आमा अब दाजुभाउजू नै अब दिएन भने म खुसी मान्छु तर मेरो आमालाई चाहिँ उपचार जसरी पनि गर्छु के दाजुभाउजूले भनेको कुरा सत्य हो र त्यो विदेशमा गएर केही एकैचोटि गएर पैसाकै बोरा पैसा भारी हालेर ल्याउने हो र त्यो विदेशमा पनि दुःख हुन्छ अर्काको देशमा त्यत्रो अब 40-45 डिग्रीमा घाममा काम गर्नुपर्छ 1 रुपियाँ 2 रुपियाँ जम्मा पारेर कहिले त्यो हुन्छ 2-3 वर्षहरू लाग्छ नेपालमा मैले प्रगति गरेछु त घर खेती स्याहारेछु सबै मैले गरिरहेको छु के नेपालमा मैले गरेको दाजुभाउजू के गुण देख्नुहुन्न र खै केही गरेको छैन सबै हामीले गरे भन्छन् अब तैँले पनि गरिरहेछस् खेतीपाती तैँले गर्दा नि तैँले पेटभरि खान पाएको छैन यो घरमा मलाई खानेकुरा चिसो तातो मिलेको भएदेखि यो रोगले पनि पेल्दैन थियो के बाबु मलाई त खानेकुरा पनि मिलेन ट्याम पनि मिलेन औषधि पनि कहिले सिद्धिन्छ सिद्धिने बित्तिकै खान पाउँदिनँ जहिले पैसा हुन्छ त्यहीले ल्यायो अस्ति नै भत्ता आएको बेलामा यसो तैँले काम गरे बेलामा किनेर ल्याएको उनीहरूले केही किन्दैनन् केही गरिदिँदैनन् छ पैसा छ तपाईँसितै छ त्यही पैसा हालेर पठाउनु नि विदेश त्यही पैसाले गर्नु नि उपचार भन्छन् आमा के पनि खानु भएको छैन के हो के खाने हो केही पनि खाएको छैन किन र पाके छैन र खाना खै तँलाई पनि बोक्लायो होला उनीहरूले त चियाहरू बिरेड सिरेड खै के खाए नास्ता मलाई खानु पनि भनेनन् तँलाई पनि अलिकति राखिदिएको भएदेखि हुन्थ्यो जस्तो लाग्थ्यो हजुर भनेको यो घरको मूल के हो आमा हो तपाईँको खतरा लाग्छ तपाईँको अधिकार लाग्छ तपाईँ आफैले बनाएर खानुहोस् न जे खानु मन लाग्छ त्यही बनाएर खानुहोस् मेरो चिन्ता नगर्नु होला कसरी बनाएर खाने बाबु चुलोको वरिपरि पनि जान दिन्न तेरो भाउजूले पर्दैन मैले पकाएको छु मान्छे त्यो ग्यासलाई पनि आफूलाई राम्ररी बाल्न पनि आउँदैन चलाउन नि आउँदैन अब म गएर अब खानापिना बनाऊँ भन्दाखेरिमा नास्ता पानी खाजाहरू बनाऊँ भने भाउजूले मलाई अब बानी थाहा भएकै कुरो हो फेरि मलाई कराइहाल्छ के गर्नु आमा मलाई पनि गाह्रो छ मलाई त धेरै गाह्रो हुँदै आछ बाबु के गर्ने अब कसलाई भन्ने तैँले पनि केही गर्न सकिनस् अब गर्न त गरिरहेकै छस् आफूले त तैँले गर्दाखेरि आफू बाँचिरहेको छु सबै कुरो तैँले नै गरे हो मेरो लागि त जस्तो लाग्छ उनीहरूले केही गर्न सकेन केही गरेन सबै भयो जति हामीले नै गर्नु पर्यो भन्छन् सधैँ गोच र पेच गर्छन् यो गर्न लागि चाहिँ के को लागि गर्न लाग्यो रहेछ दाजुभाउजूले दाइ पनि घर आइसकेपछि आमाको हेरचाह विचार गर्नुपर्ने केही अष्ट मतलब केही गर्दैन किनकि भन्दाखेरिमा अब दाजुभाउजू हेर्दैन भने के जग्गा ए सम्पत्ति मेरो पनि त हक लाग्छ नि त भयो सम्पत्ति मलाई भइहाल्यो भने आधे फ्र्याक पारेर अंश बेचेर म तपाईँलाई उपचार गर्छु गर्ने मेरो हृदय धेरै ठुलो छ तर दाइको मन त्यस्तो कठोर रहेछ भन्न त भन्छस् नि बाबु अब अंश दिन खोज्दैन कसरी गर्ने मैले पनि त्यहाँ हो
उसको भाग छुट्याइदिए हो तिमीहरू किन पालेर बस्छौ भनेको त हो नि कसरी लिने नदिएपछि कसरी लिन्छस् ए अंश लाउने सबै कुरा हामीले गरेको छ सबै कुरा गरेको हो भनेर थाहा पाउँदा पाउँदै अंश लाउने कसरी लाउनु हुने रहेछ लाउनु त लक्कोलाई ल्याएर लाउने हो घर स्वाद बसेर खाएर 2 रुपियाँ काहीँ गरेर नकमाएर अनि अहिले फेरि अंश लाएर चाहिँ गर्ने त्यो अंश लाएर यसैको मात्रै रियाल चाउनु भन्दा त कमाएको भए त यति बेलासम्म एक्लो ज्यान नस्वास्नी पाल्न परेको थियो न छोराछोरी पाल्न परेको थियो यति जग्गा किन्ने पैसा त कमाइन्थ्यो क्यारे त हजुर तपाईँले के भन्नु खोजेको दाइ पनि त्यही बाउको सन्तान हो म पनि त्यही बाउको सन्तान हो तपाईँले यस्तो भन्नु पाउनेन भाउजू सन्तान मात्रै भनेर हुन्छ कर्तव्य निभाउन पर्यो नि त बाउ बितेर क्रिया काज काम ती अनेक गर्दाखेरि बा बिरामी भएर उपचार गर्दाखेरि पैसा कसले हाल्यो तपाईँले 1 रुपियाँ हाल्नु भएको थियो कि कहाँ गएर कमार लिएर हाल्नु भएको थियो र सबै कुरा मलाई सिकाउन रहनु परेन त्यो बेला कि त्यो पनि पैसा आदि पार्न पर्यो पैसा चाहिँ तिर्न नसक्ने धन ऋण चाहिँ तिर्न नसक्ने अनि धन मात्रै खोजेर हुन्छ म पहिला जस्तो सानो बच्चा मान्छे पनि होइन मलाई सम्झाऊ मलाई सम्झाऊ काम गर्न चाहिँ बच्चै जस्तो गरेर सधैँ घर प्याउलेर बस्ने अनि खेर सम्पत्ति खाने बेलामा चाहिँ ठुलो भएँ भन्ने दाइ चाहिँ बाहिरी हिँडेर बाहिर पैसा कमाउने घर खेती सबै मैले स्याहारेर कति घर खेती गर्नु भएको तपाईँले तपाईँले चाहिँ किन लाटो सोझो देउरो छ भनेर हेपेको तपाईँले त्यही दाइले गएर परदेशमा अनि त्यसको माथि तपाईँ कुरा जित नगर्नु त्यसको माथि म भन्दा माथि आमाको माया छ त्यही माया बेचेर उपचार गरे भइगयो त मायाले संसार थाम्ने भएदेखि आमा पनि हेपेर बोल्नुहुन्छ किन भएकै कुरा हो मिठो गरेर बोल्नु भाउजू दाइले त्यही घर छोडेर गएर कमाइदिएको थियो र अहिले यहाँ बस्न पाउनु भएको छ नभएदेखि यो घर त उहिले सिद्धिसक्थ्यो नि बाउ मर्ने बेलामा बाउको उपचार गर्ने बेलामा यो बेचेर सिद्धिसक्थ्यो दाइले त्यही कमाएको थियो र रको हो तपाईले मेरो दाइले ल्याएको हैन मेरो दाइले तपाईले ल्याउनु अहिले 1 रुपियाँ नहुँदाखेरि किन यो जग्गा बेचेर चाहिँ आमाको उपचार गर्ने भन्ने हामीले अनेक गरेर यो राखेको सम्पत्ति चाहिँ आमाको उपचार गर्नको लागि बेच्ने अहिले जति सोझो भएर बसे त्यति सोझो र बाङ्गो त थाहा छ भनिरहनै पर्दैन मेरो पनि हक लाग्छ त लाग्छ ऋण पनि त लाग्ला नि ऋण चाहिँ नलाग्ने धन मात्रै लाग्ने हुँदैन होला ऋण भनेको जे छ दाजुभाइ भित्रमा छ अर्काले अनेक दुःख गरेर जमाएर राख्दैदेखि जोगाएर राख्दैदेखि अधिकार लाग्ने भयो बुहारी भयो यसलाई अंशको लोभ होइन यसलाई सम्पत्तिको लोभ पनि अनि के को लोभ हो त नि त्यही मलाई सन्चो भएन उपचार गरिदिनु पाएदेखि हुन्थ्यो भनेर त्यो भनेको सन्चो नहुनु सन्चो नभएको ज्यान त्यस्तै हुन्छ भकारी जत्रो यत्रो छ है म भन्दा ठुलो ज्यान मात्रै भएर हुन्छ र त्यत्रो ज्यानको मान्छेलाई के चाहिँ हुन्छ र खै हामीलाई त केही भएको छैन आमा बिरामी औषधि उपचार के छैन त्यो बाहना हो के तिमीहरूको त यो जग्गा हाम्रो उसबाट फुत्काउनको लागि बाहना बनाएको हो यो जग्गा बेच्नको लागि यो बिरामी भयो भने घप्लक्क बेच्न पाए त सप्लक्क आफै खान पाउँथे भनेर हो जहिले त्यसै भन्छौ तिमीहरू कति बाखा छौ भन्ने कुरा थाहा नि बाबा आमा अब जति ठुलो छोरो पनि मेरै हो यो छोरो पनि मेरै हो त्यसो भए ऋण पनि आधी आधी लगाइदिनु न त उ बेलामा त नि यो भनेको त सानो हो यो केटाकेटीलाई त ऋण लाउने कुरो हुँदैन अब जेठोले उ गर्ने हो तिर्ने हो ऋण भन्दै खुइ जेठोलाई तिर्न लाउनु भएको थियो त आमा त्यही पनि यो घर पनि बाउले नै बनाएको छरछिमेकी सबैले भन्छन् यत्रो सुन्थो पहिलेको पुर्खाको भनेर भन्छन् के खप्लक्क खानु भयो कि यही कान्छो छोरालाई पछि हुन्छ भनेर राख्नु भएको किन त्यसो भन्छौ र क्या अब के चाहिँ छ त त्यस्तो विधि सुन चाँदी केही छैन क्या बाबै केही छैन त्यो तिमीहरू कहिलेको कुरा गर्छौ अब मैले कहाँ लुकाएर राख्ने हो र भयो यही घरमा हो कि कहाँ खाल्टो खनेर राखेको छैन कहीँ के कुरा गर्छौ क्या तिमी जहिले यही कुरा नगर यस्तो कुरा गरेर हुँदैन यो घर पनि बाउले नै बनाइदिएका हुन् त्यही मर्ने बेलामा अलिकति बिरामी भए खर्च लाग्यो भन्ने हो त्यही पनि आफ्नो गर्नुपर्ने कर्तव्य गरे हो अब बाउ मरेर क्रिया गरियो सबैजनाले गरेको हो अब त्यही सानोतिनो कुरालाई जोडेर अहिले यसले अंशै दिँदिन यसको भागै छैन त्यस्तरी त भन्न मिल्दैन नि बुहारी तिमीले पनि तिमीहरू नदे पनि के भन्दाखेरि राम्रोसँगले देवरलाई पनि
आफ्नै छोरछोरी जस्तो मलाई पनि औषधि उपचार गर्न पर्दिने हो। अरू त मैले के चाहिँ मलाई राम्रो राम्रो देऊ, लाउन मिठो मिठो खान्देऊ, मलाई कहाँ कहाँ लैजाऊ तीर्थ व्रत, मलाई खर्च गर, मैले के पनि भनेको छैन। औषधि त गरिदिनु पर्यो नि त। गरिहाल्छ नि औषधि। औषधि गर्ने, तिमीलाई औषधि गर्ने पैसा त ऊ बालाई गरेको हो त। हामी चाहिँ त्यत्रो काज काम क्रिया सबै गर्ने, अनिखेरि अंश जति चाहिँ थपलक्क लिन खोज्ने। बाउ मर्दाखेरिमा काज किरे गर्दाखेरिमा सर्ते गर्दाखेरि मैले भनेको थिएँ। अब म त तिमीले नगरेपछि त गर्न पर्दैन। ए घरमा छोराछोरी भए नगर्ने कुरो भएन। हामी मिलेर बस अब भनेको थिएन। बाउको के रे आफै तपाईँहरू मन खुसी गर्नुभयो, छोराले पनि तपाईँहरूको मन खुसी गर्नुभयो। अनि ऊ बेलामा के गर्नु, अनि किरे सिरे खर्च सर्च जुटाउनु जोडेको त जोडाउनु हुन्न। ऊ बेलामा चाहिँ उहाँ छोरै होइन जसरी क्रिया गर्न सक्दैन भन्नुहुन्थ्यो त। अनि क्रिया गर्ने बेलामा चाहिँ हामी उहाँ भइ नभई सकि नसके कष्ट जति हामीले भोग्ने, अनिखेरि लिने बेलामा चाहिँ पैसा लिने, ऊ बेला धन सम्पत्ति चाहिँ लिन खोज्ने। दाइको हात जस्तै मेरो पनि हात खुट्टा डह्रो भयो भने मैले पनि पैसा कमाउन सकेको, म पनि खर्च हाल्थेँ के अरे। कति वर्षको जेठो कान्छो हो र? जति वर्ष चाहिँ कान्छ भयो। कति वर्ष भएर बाउ बितेको? जस्तो भए पनि अब के 5-7 वर्ष अगाडि तपाईँ बच्चै हुनुहुन्थ्यो र? अब दाजुले पढ्यो, मैले पढाएको हो, बाउले पढायो, खर्च गरेर यसले पढ्न लेख्न पनि सकेन। अलि छुट्टै भयो, यसको दिमाग भएन र जागिर खान सकेन त। अब के चाहिँ गर्ने त? बाउले पढा, मैले पढा, छोरो त हो नि, बिहा गरिदिएकै बाउले हो, हामीले हो। तिमी किन यसो भन्छौ के बुहारी सधैँ? अनि के कान्छो छोरालाई चाहिँ मेरो बुढाले नपढाउनु भनिदिएको थियो र? के को हल्ला हो, के को हल्ला गरेको यिनीहरूले? के को हल्ला सुन्नु न तपाईँको आमाको र भाइको कुरा। एकछिन ढल्केको निन्द्रा लाग्यो त के ग्याङ 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 गरेकोले त के भयो? केमा चित्त बुझेन आमाको चाहिँ? केही भएन बाबु, जहिले सुकै अब किन दोस्रो पनि जग्गा सबै कुरो तिमीहरूले नै गरे रहेछौ सबै। अब हामीले केही गर्न नसकेकै रहेछौँ। अब धेरै कुरा किन गरिरहने, सधैँ हल्ला खल्ला गरिरहनु भन्दा मलाई त सन्चै छैन। म त बोल्नै नसक्ने, हिँड्नै नसक्ने भइसकेँ। बेथाले च्यापिरहेछ, कति बोल। अब कानुनी रूपमा हेरौँ भनेदेखि त 3 भाग लाग्थ्यो। यो बाउले बनाइदिए घर हो, तेरो बिहा नि बाउले गरिदियो, सबै गरिदियो हो। यसको बिहे पनि भएको छैन। अब मेरो भाग, तेरो भाग, यसको भाग लाग्ने हो। तर मेरो भाग मलाई चाहिँदैन। म जे गरे नि गर्छु, चाहे जे सुकै होस् मेरो। यसको छुट्याइदियो अंश, मेरो भाग लाउनु पर्दैन। यसको अंश छुट्याइदियो, यसले जे गरे पनि गर्छ। यहाँ सधैँ किन हल्ला हल्ला गर्ने, तिमीहरूलाई पनि किन पिर पार्ने? उसको पनि बिहा भएकै छैन, अहिले यति छ। हामीले नगर्नु भनेको हो र? आफ्नो क्षमता हुन पर्यो नि, स्वास्नी पाल्न सक्ने खुबी हुन पर्यो, अनि बल्ल ल्याउने हो। आफ्नै खानेको ठेगान र कमाउने। बिहा गरे नि गर्छ, खाए नि खान्छ, जहाँ गए नि जान्छ। यदि अंश लगाइदिने हो र यो घर बाँध्ने हो भनेदेखि म त फेरि तिम्रै आमा र भाइ पालेर बस्ने, म त गइदिन्छु नि। फेरि मैले यहाँ अनेक दुःख गरेर राखेको जमाको सम्पत्ति चाहिँ यिनीहरूको आँखा लाग्ने। जहिले आमाहरूसँगै बस्थे, यिनीहरूसँगै जिन्दगी बिताउने, तिमीलाई मैले किन बिहा गरेर ल्याउँथेँ यो घरभित्र आउँथेँ त? यदि तिमीलाई चाहना छ भने बस्छ के अरे, म त जान्छु निक्लेर। तिमी बिना त म एकछिन एक पल पनि बाँच्न सक्दैन त्यसो त। अनि अब के चाहिँ गरौँला भन्ने छ होला। यति यो घरमा पनि बेचेर अंश दिनु भनेदेखि अहिले यो घर बसिरहन्थ्यो, ऊ बेलामै सिद्धिसक्थ्यो। यति भएको अंश बाँडेर पनि दियो भने त उसलाई त के गर, त्यही पनि बेचेर सकिसक्थ्यो। धन्न हामीले राखिछोडेको छ र अहिलेसम्म रहेको छ। जे गरे पनि गर्छ त, दिया हो न त, के दिया हो? म जिउँदो हुँदैमा दिया उसको दान गरेको छ उसको। अब गरे नि गर्छ, नगरे नि गर्दैन, के गर्ने त? अब बरु यसो केटी खोजेर एउटा दाइ लु म पनि बिहा गर्नु पर्यो भनेदेखि त म एउटा केटी खोजिन्थेँ पनि। अब तिमीले नै ल्याएर भित्राइ मात्रै हो, अब आफ्नो ठेगान छैन। अब स्वास्नी ल्याएर के गर्ने हो र? स्वास्नीलाई नि खुवाउनै पर्ला, नुहाउनै पर्ला। हुन त अब मान्छे पनि अब त्यस्तै छ। पहिले 2 रुपियाँ कमाउने चाहिँ खुबी चाहियो, हिम्मत चाहियो नि। अर्काको छोरी ल्याएर यति दाइ चाहिँ बाहिर परदेश लाएर कमाउने, 1 रुपियाँ धन देखेको छैन। घर खेत कसले स्याहारे, घर खेत कसले हेरे? घर खेत आमा चुप्ला भाउजू एकछिन, यही आमा बिरामी भइरहेको छ। दाइको मन अलिकता कमुलो रहेन छैन? तपाईँको मन कस्तो रहेछ? भाउसँग आमा कस्तो बिरामी भइरहेको छ, तपाईँको मन एउटा मन पोल्दैन रहेछ। तर यो बाउको अंश हो, तपाईँ पोल्ने हाम्रो दाइको सल्लाह हो।
बाउको अंश 2 भाइको अंश लाग्ने कुरो 3 भाग अंश लाग्ने कुरोमा आमा जिउने भाग चाहिने थियो आमा पनि जिउने भाग माइ मारेछ मेरो अंश पनि नपाएपछि यो ठाउँमा म पनि आउँदैन बस्दैन मेरो आमा जसरी भन्नु म खर्च गरेर काम गरेर म उपचार गर्छु आमा तलमाथि भइहाल्यो भने मेरो आमा भने रुँदै कराउँदै आउनु चाहिँ पर्दैन कुरा त ठुला ठुला आउँछन् नि यस्तो कुरा जस्तो चाहिँ काम भइदियो भएदेखि आज यहाँ म्याउ म्याउ गर्न पर्थ्यो र हामीसँग आफ्नै खल्तीबाट झिकेर गर्न सकिहालिन्थ्यो त कति न मन भएको मान्छे त्यही मन बेचेर अनि उपचार गर्ने नि त किन जहिले सुकै दाइ भाउजू धन सम्पत्ति चाहियो भन्ने त म बाहिर गएर काम गरेको यसलाई रिस उठेछ है क्या हो म घरमा बस्छु त जान त मैले जस्तै गरेर कमाराले जा भन्नु पर्दैन दाइ त जा म बस्छु समय आओस् दिन आओस् हामी आफै उठेर जाने समय दिन अब यहाँभन्दा 35-36 वर्ष पुगिसक्यो कहिले आउनु समयतिर भाउजूसँग तर उम्ला ठडेर चाहिँ नबोलै हामी म सोच छ भने आमा सोच छ भने तपाईँहरू हामीले हेपेको होइन उम्लो ठडेर भाउजूसँग नबोल तपाईँहरू पुरापुरी भएर हामीले हेपेको आमा छोरा हेपेको होइन मैले त अहिलेसम्म केही भनेको छैन यो कसलाई हेपेको त थाहा तैँले उपचार गरेको छस् त अहिलेसम्म आमालाई तपाईँले गर्नु भएको छ अनि कसले गरेको त आमा बिरामी हुँदाखेरिमा तपाईँले 1 रुपियाँ पनि खर्च गर्नु भएको छैन मैले त्यति मात्र भनेको तर तपाईँले कमाएको सम्पत्ति पनि मैले दान गरेको होइन तर त्यही बाउको जग्गा चाहिँ अंश मात्रै मागेको दाइ त्यति मात्र अरू केही कुरा पनि म गर्नवाला छुइनँ किन गर्नु पर्छ मैले आमालाई उपचार मैले चाहिँ के भाउजूहरूलाई यहाँ त्यत्तिकै अब माथिबाट झर्छ र खुवाउनु मैले कमाएर यसो जतन गर्नु परेन 1-2 पैसा भोलि बालबच्चा होलान् दुख बिना होला तिनीहरू खुवाउनु पऱ्यो प्याउनु पऱ्यो पढाइ लेखाइ गर्नु पऱ्यो कि तँ जस्तो लठी बुङ बनाउनु पर्ने अंश लिन मान्छेले त कमाउनु पनि सक्नु पऱ्यो नि त्यही मुख मात्रै बजाएर हुन्छ मैले जस्तो कमाउनु पऱ्यो कि त बाहिर गएर खटेर अरूको खटन खाएर त्यही भनेको कमाउन चाहिँ नसक्ने अंश चाहिँ बराबरी खोज्ने अझै भाउजूलाई उम्र ठहरेर बोल्छ उहाँ फेरि आइन् एउटी न्याय दिने हिजो अस्ति नि आएर आमालाई बुढ उचाल्दै थिइन् आज नि उचाल्न आएको म कसैको घरमा उचाल्न आएको होइन यहाँ हल्ला र खल्ला भएको सुनेको भएर आएको हो म किन सुनेर बस्ने त अरू केही काम थिएन आफ्नो घरमा मेरो काम भए पनि नभए पनि चुप्प लाएर बस्ने सब कुरा मैले थाहा भइसक्यो सब कुरा मैले सुनिसक्यो घरमा के हुन्छ भन्दै चियोरा चर्चो गर्दै हिँडेको होइन म बाटो हिँड्दाखेरि सुनेको हो यस्ता मान्छे त न्यायाधीश हुने नि त हुन पनि बेर छैन हाम्रो घरको मामला मुला किन टाउको दुखाइ किन त्यत्रो दुख्छ मेरो टाउको दुख्छ दाइ हिजो अस्तिदेखि नै आएर उचालिरहेको कारण के हो कारण छ बिहा गर्न आँटेर बम्केको चुप लाग्नुस् तपाईले अलिकति पनि पाप र धर्म छुटाउन सक्नु हुन्न उहाँ भनेको त मेरो छोरा सराउको देवर हो के सोच्नु भएको छ तपाईले त जेठाची भन्नलाई पनि अलिकति लाज लाग्ने हो भइसक्यो अझ हाम्रो घरको उसमा बोल्ने यो को हो भनेर भन्नुहुन्छ अनि किन त ठुलो कुरा गर्ने त बाहिरबाट आएर बाहिरसम्मै सुनेपछि त मैले भन्न आउनलाई मिल्दैन तपाईँ अब सहरमा गएर कमाएर लिएर आएको पैसाले आमालाई उपचार गर्न छोडेर आमालाई कराउने भाइले कराउने तिमी आफै लगेर लगाइदेऊ न त उपचार अनि तिमी चुप्प लाएर बस अब म त तपाईँ भन्नलाई पनि जहिले सुके बिर्सिन अर्काको बाध्य भएको छ आउँछु त किन आउँदैन त सासूलाई भनेको आफ्नो आमालाई जन्म दिने आमालाई जति माया गर्नुपर्छ त्यस्तो गर्न जानेको छौ हामीलाई पनि थाहा तैँले सिकाइरहन पर्दैन तेरा तो भनेर नबोल तिमी पनि अर्काकै छोरी हो म पनि अर्काकै छोरी हो उहाँको छोरा भएर त म बुहारी हो भनेर आउन भित्रेर बस्न पाए त अर्काको ए म चाहिँ अर्काको घरबाट हुल्लेर उसको छोरासँग आएको अनि तिमी चाहिँ के आफ्नै छोरासँग बिहा गरेको हो र ट्राप्पर लगाइदिन नपरोस् फेरि लगाइहाल्छस् नि कहिले त किन लाउँदैन छ मेरो हातमा दही जमेको होला त्यही त दही जमेको भनेर भन्न पाइन्छ यहाँ मेरो छोरासँग बिहा गर्छन् यो थुतुना च्यातिम यो थुतुना तेरै च्यातिमलाई नि अहिले अनि के भन्ने त चाहिँ अनि म चाहिँ उसको छोरा भएर बिहा गरेर आएको रे अनि त चाहिँ अर्काको छोरा भएर बिहा गरेर आकी हैनस् तर म एउटै हैन एउटै हो भनेर मेरो ढङ्ग जस्तो तेरो ढङ्ग छ यहाँ राम्रो छ ढङ्ग थुतुना नचला यहाँ दिस भनेर हिँड्न पर्थ्यो नि त हिँड्छु त लगेर जान अब छोरो जस्तो देवर हो रे देवर पनि लैजा उ सासू पनि लैजा आमा हो तेरो लगेर उही अंश दे तेरै लान्न पनि बेर छैन लैजा न त के हेरेर बसिरहेको छस् किन हामीसँग टोकस नआएर के चुप लाग आइज कान्छी बस चुप लाग म चुप्प लाएर बस्दैन आमा मलाई बोल्न दिनु होइन यिनी त अर्काको छोरी यहाँ भित्रिन आयो होइन यिनी जेठाची हो कि को हो कि विचार गर्नु पर्दैन आफ्नो भाइलाई के गर्नुपर्ने आफ्नो आमालाई के गर्नुपर्ने आफ्नो वंश के हो भन्ने कुरा विचार गर्नु पर्दैन
आफ्नो छोरा यस्तो भएपछि अर्काको छोरीले हेप्दैन त्यही भनेको त अब के गर्नु जान्ने बाठी भयो कि नबोल है नबोल मैले नबोल भन्दैछु चाहिँ नबोल खुर्क जा किन जानु म? लाई नि लिएर जा लिएर गइ नि नगए पनि मेरो इच्छा हो डोकम ल्याइदिनु डोकम हालेर लिएर जान्छ होइन तपाईँले अलिकति दिन दाइ माया छैन भाइ र आमाको छैन भन्यौ त हाम्रो छैन तिमी चुप गरेर बस म यहाँ जेठाइसँग बोल्दैछु तपाईँले अलि 2-4 पैसा कमाए भन्दैमा तपाईँ यस्तो सानो हुनुपर्छ के आमा कस्तो दुःखमा छ भाइ कस्तो दुःखमा छ भन्ने कुरा बुझ्नु पर्दैन तपाईँलाई बुझेकै छ यो सम्पत्ति यो घर त बाउकै हो नि त नि बुझेर त अहिले यहाँसम्म आइरहेको त्यही त यहीँसम्म आइरहेछ विचार गर्नु दाइ बुहारीले हात उठाउनु नपरोस् फेरि यतिसम्मको छ फेरि म यहाँ आएर नभित्रेको भए यो घर जमानामा सिद्धिसक्थ्यो जाँदा हुन्छ नि त छोडेर अर्कोसँग जाँदा हुन्छ नि त नि गएको होस् र यो मेरो घरबाट निक्लेर जा म कोही नि होइन हुन त नाताले गरेर म बुहारी पर्न आएको हो यहाँ समस्या पर्दा कहाँ मरि थिइस् दुःख समस्या पर्दा यहाँ टेक्न आथिस् अहिले धन सम्पत्ति भएपछि चाहिँ ठुलो कुरा गर्न आउँछ धन सम्पत्ति तिमीहरूको सम्पत्ति खान आएको होइन सम्पत्ति भन्ने मेरो जति छ भन्न पर्दैन तैँले थुतुन चलाउनु मात्रै जान्ने सासूले कस्तो व्यवहार गरेको छ देवरलाई कस्तो व्यवहार गरेको छ भनेर हामीले उहिलेदेखि सुन्दै आएको छ बेलामा हाम्रो ससुर बिरामी भएर उपचार गर्नु पर्दाखेरि मोडेर क्रिया गर्नुपर्ने ठाउँमा त आएर गरेको थिइस् सासू ससुरा बिरामी हुँदाखेरि हेर्न नसक्नेले किन बुहारी बनेर भित्राउन आएको यो घरमा अनि अहिले धन सम्पत्ति हाम्रो भएपछि किन कुरा गर्न आउने त किन आउँदैन त तिमीहरूको धन सम्पत्ति देखेर आएको होइन यो त बाध्यताले सुनेको कुरा भन्न आएको हो तपाईँ त सहरमा हुनुहुन्थ्यो तपाईँको बुढीले केसम्म गरेको छ यहाँ सासूले तपाईँको आमालाई कति भोकै राखेर कति गाली गरेर हाम्रो आँखा छैन हाम्रो कान छैन सुन्दैन तपाईँ छोरा मान्छे भएर अर्का आफ्नो आमाको अलिकति बुझ्नु पर्दैन होइन सधैँ सधैँ अरू कोही छैनन् छरछिमेकीमा यहाँ कुरा गर्नुपर्ने तैँले गर्न पर्छ सबैले सुनेको छ सबैले म सक्छौ भने अहिले म सबैजना बोलाएर लिएर आउँछु ल्याउँछु अनि त्यसपछि अनि हिँड्नु पर्ला गर्नु भएको कुरा तपाईँले सबै सम्पत्ति दिने विचार गर्नु भएको कि के गर्नु भएको के यसलाई फुटेको कौडी नि पाउँदैन नि कहाँ यसलाई दिने दिनुहुन्छ भने दिनु के होइन यसले अब के अब पहिलेदेखिकै ऋण पनि थुप्रो छ आमा र भाइ भए पुग्थ्यो भनेदेखि किन बिहा गरेर ल्याएको हो मलाई पहिलेदेखि ऋण पनि छ अब त्यो आधी यसले बोक्छ के गरी तिर्दछ म पनि हेरौँला यसलाई त ऋण दिने त कुरै आउँदैन यो घर जग्गा त सबैजना ठुलो ठुलो कुरा गर्न भाउजूको चित्त दुखाइ छैन तैँले तँ लन ठुले अब 1 करोडभन्दा माथि ऋण छ बाउलाई उपचार गरेको र क्रियाकाज गरेको 1 भन्दा बढी ऋण छ कि आधी तिर्छस् भनेदेखि एउटा चोक्टो पाउँछस् तिर्न जग्गा पनि नभए तैँले पाउँदैनस् बुझिस् पाउँदैनस् तैँले 1 पनि पाउँदैन 2 पनि पाउँदैन 3 पाउँदैनस् तैँले होइन यसरी चाहिँ किन हान्नु पर्ने के दाइ देवर बाबु पनि धेरै सोझो भएको फाइदा उठाउनु भएको हो के उहाँहरूले अलिकति टाठो पाठो हुनु पर्यो के बाबु के गर्ने भाउजू अब दाइ भाउजूलाई अब कुट्नु भएन अब हात उचाल्नु कुरो भएन जस्तो जे भयो भने त बाउ पछि दाइ भाउजू हो आमा पनि हुनुहुन्छ अरू कुरा के पनि मैले मागेको होइन त्यही बाउको सम्पत्ति त्यही जग्गा 2 भाग गर्नु पाएँ भने 1 भाग मेरो अंश बेचेर पनि मेरो आमालाई उपचार गर्नलाई मात्रै खोजेको हो अरू कुरा मैले गर्नु खोजेको होइन भाउजू अनि बिहे गरौँला यही ठाउँमा बसौँला रमौँला बच्चा बच्ची अब खेलौँला भनेर हुर्कौँला भन्ने मेरो आश पनि छैन त्यति भयो भने मलाई पुग्थ्यो तर दाइ र भाउजूले 1 चपरी पनि जग्गा नदिनेसम्म पुगिसक्यो ए भनेपछि उहाँहरूले जग्गा केही अंश नदिने रे नानी नदिने रे ऋण जति सबै हामीले तिर्नु पर्यो हामीले गरिरहेछौँ हामी त 1 टुक्रा पनि दिँदैन अंश दिन्छस् भनेदेखि त म बस्दिनँ यो घरमा भन्ने बुहारीले पनि अब जेठाले उतैतिर किनेको छ जग्गा जमिन भाइलाई दिनुपर्छ भनेर सबैले भनेको सुनेकै छु मैले पनि अहिलेसम्म जागिर खाएको पैसाले उतैतिर घर जग्गा किनेर 2-3 करोडको 1-1.5 करोड पैसा पनि राखेको छ अरे लुकाएर यहाँ यही घर बाउले जस्तो बनाएको थियो त्यस्तै छ छाप्रो यहाँ बनायो भनेदेखि भाइको भाग लाग्छ भनेर यतातिर नकिनेको त्यो सबै कुरा मैले बुझेकी पनि छु नानी अहिले अब यही बाउले बनाएको घरलाई अरू केही चाहिएन ल जेसुकै गरोस् उसको
दिनपर्छ नि भनेको छैन, तैँले यसो गरे छस्रे पनि भनेको छैन मैले। यतिलाई पनि अलिकति भाइको भाग चाहिँ छुट्याइदिएन त, जे गरे पनि गर्छ यसले। भनेको दिँदैन, ऋण मात्रै छ भन्छ, खालि ऋण मात्रै छ भन्छ। बाउलाई उपचार गरे भन्छ, बाउको क्रिया गरे भन्छ। अहिले त्यस्तो गरिकन मलाई त छुट्याइदिएदेखि हुन्थ्यो अंश। मलाई बस्न मन पनि छैन। बाउको क्रिया गरेको त रात दिन यिनीहरूले गुनासो गर्छन्। म त यिनीहरूले नदेख्ने ठाउँमा गएर मर्न मन छ नानी। केही पाउँदैन रे यसले, केही पाउँदैन रे। त्यसो नभन्नु आमा, यसरी पिर गरेर हुँदैन। अब उहाँहरूले नदिएर के भयो त? समाज छ, समाजले सब गरिदिनुहुन्छ, पाउँछ। देवर बाबुलाई पनि अंश पाउँछ, उहाँहरूलाई पनि पाउँछ। उहाँहरूले कमाएको पैसाले अब उता जत्रोसुकै नै बनाओस्, यो बाउको अंश त पाइन्छ। पिर नलिनु, चिन्ता नलिनु। समाज राखेर समाजले सबै यहाँ सबै छुट्याएर दिन्छन्। अहिले म जान्छु है आमा, पिर नगर्नु। हेर्नु है देवर बाबु, है यसरी झगडा नगर्नु। अब पाउँछ, तपाईँको भाग पाउँछ। अब म आएर यति बोल्दा पनि त कस्तो भन्नुभयो। अब म एक्लैले सकेन, समाज राखेर कुरा गरेपछि सबै कुरा मिल्छ। अहिले म जान्छु ल, के खानु नि भएको छैन होला, अब के पनि ल्याउन नि पाएन। अहिले जान्छु ल म। हुन्छ। अब के भन्छस् त कान्छा त, अब के गर्ने? अब दाइ भाउजू यसो भन्छन्, सधैँ रात दिन किचालो गरेर अब समाजै ल्याए पनि केही यिनीहरूले दिने होइन। दिन त यति जाबको लागि हामी दुनियाँ मान्छे बटुल्न के गर्न सक्छौँ र? तैँले पनि के गर्न सक्छ र? के गर्ने त कान्छा, अब के गर्ने? होइन आमा, हार नखानु। मलाई सम्पत्ति भने एक टुक्रा केही पनि चाहिँदैन। सिर्फ तपाईँले मैले उपचार गर्न पाएँ, बचाउन पाएँ भने सम्पत्ति र जग्गा भनेको अंश भने तपाईँ नै हो। अनि एउटा कुरो, म ज्यामी काम खोजेर गर्छु। सरकारी हस्पिटलमा उपचार गरौँला नि त आमा। बरु अझै जाम बरु यही घरमा नबसौँ। जहिले पनि घरमा झगडा शान्ति कहिले बस्नु पाउँदैन, जहिले पनि झगडा मात्रै हुन्छ। ए घरमा त आगो मात्रै बाल्ने मात्रै बाँकी मात्रै छ। बरु बस्नु भन, बरु गएकै राम्रो। अब भाउजू त भाउजू भइहाल्यो, दाइले पनि त्यति कुरा बुझेन। दाइको पनि मन ढुङ्गाको जस्तै रहेछ। यति पनि तर ममा दया माया रहन्छ बाबु। अब गएर कहाँ जाने, कहाँ बस्ने, के गर्ने? नगएर पनि यहाँ सधैँ यिनीहरूसित झगडा गरेर कसरी बस्ने? मलाई त साह्रै चिन्ता, तेरो चिन्ता थियो। जे भए पनि बाउको सम्पत्ति यति भने पनि तेरो भाग पाउँथिस् कि? म हुँदैमा भनेको, म हुँदै त यिनीहरूले यस्तो विधि गर्छन्। दिँदैनन् कान्छा, अब दिँदैनस्। तैँले आफ्नो ज्यान कसरी पाल्छस्, मलाई कसरी पाल्छस्? हिँड्नु आमा, हिँड्नु। चप्पल लगाउने त, चप्पल कुन हो? त्यतै छ। अब कसो गर्छस् कान्छा तैँले? अब कहाँ जाने, के गर्ने? कसरी गर्छस्? चिन्ता नलिनु कि आमा। जहाँ लगाए पनि, जहाँ राखे पनि म बरु रगत जमाएर पसिना बगाएर उपचार गर्छु तपाईँलाई। पिर नमान्नु। यही घर पहिला हाम्रो यही घर थियो, आज आएर हाम्रो घर पनि रहेन। जान लागेको हुन्छ नि। होइन, कहाँ जान आँटेको? कहाँ लिएर जान आँटेछ आमालाई? जहाँ गए पनि, जहाँ लिएर गए पनि मेरो मतलब नगरे पनि त आमाको हेरछ मतलब गर्नुहुन्थ्यो नि त तपाईँले। त्यसैले मैले आमा म घर जाँदै छु यही घर छोडेर। के गर्ने त? तैँले अब जे भए पनि अरू जे गरे पनि गरिस् अहिलेसम्म। यो बाउ बाजेको जे थाहा, यो भाइलाई पनि अलिकति दिनुपर्छ मैले। अलिकति यसलाई पनि चाहिन्छ, यसले नि पाउनुपर्छ भन्ने सोचिनस् बाबु। अब कहाँ जाने भन्ने, कहाँ जाने हो थाहा छैन। जहाँ गए पनि जानै पर्ने रहेछ।
जानु पर्दैन त के तैँले यसरी सबै यो तैँले गर्दाखेरि यो होलुङ्गा भएको हो गाउँभरि यो तैँले कुरा फिजाएर सबै मान्छे बटुल्ने काम हो तैँले गरेको तँलाई नपिट्नु बाबु भाइलाई नकुट बिजु देखाउँछस् न नकुटेको भाइलाई बाबु मलाई कुट क्या मलाई कुट पर्यो मलाई मार्दै पर्यो उमेरको हिसाबले आमा परेर कुट्न नमिल्ने मात्रै हो यस्तै गर्न पर्छ एउटा एउटा खै बाबु किन यसो गर्छस् हामीलाई केही पनि चाहिएन छोडिदिएर जान्छौँ त भनेकै छ त यसले चाहिन्छ पनि त भनेको छैन नि त बिजु दे बोकोमा पहिलेको सुन सबै गुटमुट्याएर बोकेर हिँडेको होला नि त सुन भएको भए आज किन यस्तो बिजु हालत देखाउँछस् हुन्छ? अझै तैँले गर्दाखेरि यहाँ घरमा सबै भाँडिएको तैँले गर्दा हो भयो केही चाहिँदैन भयो आमालाई लिएर तैँले गएको कि तँलाई चाहिँ आमाले लिएर गएको हो मैले सबै बुझेको छु तर त मतलब भएन तैँले यहाँ फेरि फर्केर आउलास् यो यही अनुहार लिएर यहाँ फर्केर आउलास् यो घरमा टेक्लास् हामी फर्केर आउने गल्ला छैन दाइ अनि एउटा कुरा सुन्नु दाइ र भाउज ढुक्कर बस्नु हाम्रो चिन्ता जस्तै जे बिताए पनि मतलब नगर्नु होला ए सम्पत्ति पनि चाहिँदैन एक टुक्रा तपाईँले होस गर्नु तँलाई के भन्छ अरे फेरि भन्नु जहाँ न अब आमा म जहाँ लगे पनि जहाँ राखे पनि म छु त म रगत जमाएर पसिना बगाएर दुःख गरेर हजुरलाई म उपचार गरिदिन्छु नि त दाइले उपचार गर्छ होला भन्ने आशा थियो के को उपचार गर्नु उल्टै हामी आमा छोरालाई घरबाट निकाल गरिहाल्यो बाउको अंश पनि खानु लाउनु दिएन भाउजूको कुरा सबै गरेर भाउजूले गर्दाखेरिमा दाइ यस्तो नाना भाती गरेको आमा तर कुनै दिन पनि त म मेरो पनि दिन आयो समय आयो भने म पनि त्यस्तै व्यापार गर्छु कि आमा शिखरनी बाबु आफ्नै छोरा भए पनि त्यस्तै जन्मेछ आफूलाई त त्यसको नि माया लागेको थियो नि उसलाई मेरो माया लागेन